यतातिर पनि फेरि बुवादेखि पनि आफ्नै मान्छे उहाँले त मलाई चिन्दैन बाबु बजे नमस्कार बजे नमस्कार नमस्कार अब चिन्नुपर्छ यो हजुरको नि यो हजुरको छोरीमा नि आलु बाख्रा हुन्छ है यो चाहिँ पुरै हावाले झऱ्यो पाकेर गएपछि एक दिन होला 2 दिन मात्रै गर्छ होइन गरे क्या पुरै हावाहुरीले हल्लाएर झारेर बर्बाद भएर रहेछ आइज नानीहरू लगिदियो भन्नुभयो हामी यहाँ आएर लग्यौँ यो लगिदिँदा हजुर खुसी हुन्छ म खुसी छु मलाई 1000 भए पनि 2000 भने मेरो आफ्नो तपाईँहरू पर्चौरी होइन यसो म यसो नाति म रोटी खान्छु अबदेखि रक्सी नखानु ल रक्सी नखानुको अर्थ खानु होइन अहिले नातिले फोन गरी है अनि खाँदैन यो दुइटा खान्छ अनि नातिले फोन गरे विदेशमा त रोटी नखाऊ है आमा भने यति नखाइ त खुट्टै टेकिँदैन बाबु खुट्टै यति चाहिन्छ छोक्रो चाहिने होइन अनि हजुर एकदमै खुसी हुनुहुन्छ नि म खुसी यो बोर्डको पर्याप्त रकम पाउनु भयो नि मलाई जति भए पनि बुवाले दिनुभयो म खुसी छु मैले पुगेर सडेर जाने यस्तो हो म बुढी मान्छे 88 वर्ष लाग्यो बाबा हो बज्यो यस्तो हुन्छ मेरो मित्री छैन मेरो बाउले बाघ मार्दाखेरि उता मुर्दोहरूमा हनताप गरेर उ गर्दाखेरि मिट लाग्यो क्या उसको माइली बहिनीको छोरा तपाईँ नाति कि छोरा हो म नाति हो अनि मधेस मेरो माइली छोरी हो त्यो मधेस बस्ने मेरी आमा तपाईँ एकदम खुसी हुनुहुन्छ यो म लान्छु है त खाँदैन है हुन्छ के खान्छ खाँदैन जति धनी भए पनि हामीले भगवान्लाई पुर्याउँछ बाबु मैले खुसीले दिएपछि मेरो सबै नाटकको मान्छे पर्चौरी होइन तपाईँहरूले नि मलाई विचार गर्नु न यो बुढी यस्तो छ भनेर केही दिनु पर्दैन